Ngày pan mà ô chia sẻ đi ni sáng chỉ cần đi ngờ rần bộ chi tan mô đông si trợ bút sửa văn đi tan trừ cái ba giờ xuyên gì lâu. हरियाली वन, खोला नाला, पवित्र गुफा, शान्त र भव्य पहाडहरूले घेरिएको अनि आध्यात्मिक महत्त्व बोकेको पवित्र भूमि हो सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका 1 मा अवस्थित मेलम्चीघ्याङ। पर्यटनको विकाससँगै यो क्षेत्र हेलम्बु नामले परिचित छ। योल्मोपा समुदायका लागि यसको मौलिक नाम हो योल्मो। आफ्नै भाषा, संस्कृति, धर्म र परम्परालाई पुस्तौँदेखि संरक्षण गर्दै आएको योल्मो समुदायले यस भूमिलाई आफ्नो मौलिक पहिचानका रूपमा जोगाइराखेको छ। बौद्ध धार्मिक परम्परामा यही योल्मोलाई नेपेमा छाल भनेर पनि चिनिन्छ, जसको इतिहास गुरु पद्मसम्भवसँग जोडिएको छ। यो स्थान गुरु पद्मसम्भव, महासिद्ध मिलारेपा र अनेकौं सिद्ध विद्वान र साधकहरूले साधना गरेको पवित्र बौद्ध तपोभूमिको रूपमा प्रख्यात छ। यहाँका गुफा, पहाड, वन, प्राकृतिक ढुङ्गा र जलस्रोतहरू धार्मिक विश्वास, साधना र आध्यात्मिक स्मृतिका जीवन्त साक्षी हुन्। यही धार्मिक भूगोलभित्र मेलम्चीघ्याङको विशेष स्थान छ। यो अमिताभ बुद्धसँग सम्बन्धित पवित्र क्षेत्र, पद्मसम्भवको धार्मिक इतिहाससँग गाँसिएको भूमि र योल्मो समुदायको जीवित सभ्यताको केन्द्रको रूपमा परिचित छ। योल्मो समुदायको यही जीवित धार्मिक परम्परा मध्ये अत्यन्त महत्त्वपूर्ण परम्परा हो सेठो नारा तोन्डुक पूजा। नारा अर्थात् नर्क र तोन्डुक अर्थात् नर्कमा रहेका प्राणीहरूलाई समेत मुक्ति र उज्यालोतर्फको मार्गमा लैजानु भन्ने अर्थ बोकेको पूजा हो। 42 शान्तिपूर्ण बुद्ध र 58 शक्तिशाली बुद्ध गरी जम्मा 100 ध्यानरूपी बुद्धहरू, जसलाई सेठो भनिन्छ, र यस पूजामा 100 बुद्धको पूजा आराधना गरी सेठो नारा पूजा गर्ने चलन छ। यसको मूल भाव करुणा, मुक्ति र सम्पूर्ण प्राणीको कल्याणमा आधारित छ। त्यसैले नारा तोन्डुक पूजा योल्मो समुदायको आध्यात्मिक दर्शन, सामुदायिक एकता र सांस्कृतिक पहिचानको महत्त्वपूर्ण आधार बनेको छ। यसै परम्परासँग अभिन्न रूपमा जोडिएका छन् पै र शेरो। पै र शेरो नारा तोन्डुक पूजाको प्रसादको विशेष परिकार हो। विशेष धार्मिक विधि अनुसार तयार गरिने पै अष्टमङ्गलका 8वटा पवित्र चिन्ह मध्ये एक पलबिउ हो। यो बुद्ध तथा देवताहरूलाई अर्पण गरिन्छ। पूजा सम्पन्न भएपछि यसलाई प्रसादको रूपमा ग्रहण गर्ने परम्परा छ। शेरो पनि यही धार्मिक संस्कारको महत्त्वपूर्ण अंशमध्ये एक हो। पै र शेरो गर्ने शिव, 3 मा अङ्कित धार्मिक प्रतीक, पूजा अर्पणको विधि र त्यससँग जोडिएको विश्वासले योल्मो समुदायको धार्मिक ज्ञान, हस्तकला, आस्थालाई पुस्तौँदेखि हस्तान्तरण हुँदै आजसम्म जीवन्त राखेको छ। त्यसैले पै र शेरो योल्मो समुदायको मौलिक पहिचान र जीवित सांस्कृतिक सम्पदाका प्रतीक हुन्। सेठो नारा तोन्डुक पूजा र पै र शेरोको उत्पत्ति, धार्मिक महत्त्व र ऐतिहासिक पृष्ठभूमिलाई अझ गहिराइमा बुझ्न बौद्ध विद्वान तथा धर्मगुरु खेन्पो छिमेछुरिङ अर्थात् डाक्टर लार्के लामाका विचार ध्यानपूर्वक सुन्न आवश्यक छ। नमस्कार। प्रसिद्ध लेख। सिन्धुपाल्चोक जिल्लाको पवित्र गुप्त क्षेत्र हाम्रो योल्मोमा सेठो नारा तोन्डुकको पूजा गरिन्छ। यो सेठो नारा तोन्डुकको पूजा धेरै गुम्बाहरूमा धेरै लामाहरूले गरे तापनि हामी योल्मोहरूले गर्ने सेठो नारा तोन्डुकको पूजा अलिकति विशेष र अलिकति गहिरो हिसाबले बुझ्नुपर्ने हुन्छ। सेठो नारा तोन्डुकको पूजा गुरु पद्मसम्भवको परम्परा अन्तर्गत एउटा ठुलो मण्डला स्थापना गरेर सेठो नारा तोन्डुकको पूजा गरिन्छ। त्यहाँ बजार मास्टर, लामा गुरु, सहयोगी अनि सम्पूर्ण महिला पुरुष उपस्थित भएर सेठो नारा तोन्डुकको मेन्डल निर्माण गरेर 7 दिन लामोसम्म हामीले सेठो नारा तोन्डुकको पूजा गरिन्छ। र सेठो नारा तोन्डुकको पूजा चाहिँ खास यसको अर्थ चाहिँ सम्पूर्ण प्राणीहरू
दुःखबाट मुक्त भएर बुद्धता प्राप्तको निम्ति मोक्षको निम्ति हामीले यो सेतो नारा तुङडुको पूजा गरिन्छ। सेतो नारा तुङडुको पूजा पद्मसम्भावको उपदेश अन्तर्गत एउटा ठुलो महत्त्वपूर्ण पूजा हो र योल्मोमा यो सेतो नारा तुङडुको पूजा गर्दाखेरि छाङ्देर परम्परा अनुसार पहिले दिनमा छिटुक ढोवा कुण्डुलको पूजा, दोस्रो दिनमा नाङडुप लामा रञ्जन, तेस्रो दिनमा थुटुपको पूजा अनि त्यसपछि सेतो नारा तुङडुको पूजा गरिन्छ। सेतो नारा तुङडु, सेतो भन्नालाई सयवटा भगवानहरू सम्झिनुपर्छ, बुझ्नुपर्छ। सयवटा भगवानहरू मेल र फिमेल बुद्ध, त्यसमाथि पनि 42वटा 42 पिसफुल मेडिटेसनल डेटी भनिन्छ। 42वटा शान्तिपूर्ण भगवानहरू र 58वटा रेडफुल मेडिटेसनल डेटी, शक्तिशाली क्रोध भगवानहरू सम्झेर 100वटा भगवानहरूको मण्डला स्थापना गरेर त्यो भित्र 7 दिन लामो समय सेतो नारा तुङडुको पूजा गरिन्छ। विशेष गरेर हामीले पै र हेरो भनी एउटा 100वटा भगवानहरूले चढाउने परिकारहरू बनाउँछ। अनि यो हामीले पै भनेर हाम्रो योल्मो भाषामा पै भन्छ। खास यसको नाम चाहिँ हाम्रो ग्रन्थमा चाहिँ पाल्पेउ भन्छ र यो बन्धन हो। यो कुन हिसाबले चाहिँ बन्धन भन्दाखेरि त्यो अघि 100वटा भगवानहरूको मेन्टला स्थापना गरेर हामीले जुन खालको चाहिँ पूजाको सुरुवातदेखि एउटा अन्तिम वाङसम्म हामी जुन पूजा गर्छ त्यो मण्डलाभित्र जति बजार मसरदेखि लिएर जति त्यहाँ उपस्थित भएको दाजुभाइ दिदीबहिनीहरूको सबै एउटा मण्डलाको स्वरूपमा यो एउटा पै बनाउँछ। यो पै र हिरोको परम्परा चाहिँ योल्मो बाहेक कुनै ठाउँमा कुनै जिल्लामा पनि छैन। हामी योल्मोहरूले मात्रै बनाउँछ। यसको मुख्य अर्थ पनि मैले अघि नै भन्यो, 8वटा अष्टमङ्गलमध्येको चाहिँ पाल्पेउ हो। त्यो पाल्पेउ भनेको चाहिँ बुद्धको विस्टमको चाहिँ एउटा सिम्बलाइजिङ हो, एउटा बन्धन हो। सिङ्गो एउटा मण्डलको रूपमा हामी एक अवस्थामा त्यहाँ जबसम्म बुद्धत्व प्राप्त हुँदैन तबसम्म हामी एक अवस्थामा छुट्नु नपरोस्, एक अवस्थामा चाहिँ सेपरेसन हुनु नपरोस्। हामी त्यहाँको 100वटा भगवान जुन एउटा मण्डला स्थापना भएको छ त्यो मण्डला र हामी बिचमा चाहिँ छुटेर जानु नपरोस्, एउटा बन्धनको रूपमा हामी उपस्थित हुनु पाओस्। जबसम्म बुद्धत्व प्राप्त हुँदैन तबसम्म हामी एक अवस्थामा त्यही चाहिँ हामी एउटा बन्धनको रूपमा एउटा मण्डलाको रूपमा उपस्थित हुनु पाओस् भन्ने हिसाबले त्यो सिम्बलाइजिङको रूपमा यो पै चाहिँ यसरी चाहिँ निर्माण गरेको। त्यस कारणले मैले संक्षिप्त रूपमा चाहिँ यहाँ व्याख्या गरेको छु।